हेलो वेलकम टु माई च्यानल। अनि आज चाहिँ हामी फ्यामिली होल फ्यामिली सहित चाहिँ हामी भेलेटारसम्मको यात्राको लागि हामी अघि बढिरहेका छौँ र के हुन्छ अब भेलेटारमा गएर तपाईँलाई सम्पूर्ण चिज चाहिँ हामी देखाउनेछौँ, म देखाउनेछु। सो त्यसको लागि तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला र यो भिडियोलाई स्किप नगरी कन्टिन्युस हेरिराख्नु होला है। एकदमै पिक्चर चाहिँ अलिकति नराम्रो आइरहेको छ, क्यामेराले अलिकति धोका दिइरहेको छ होइन। हामी गइरहेको छौँ, हाम्रो यात्रा अगाडि बढ्दैछ। नमस्ते सबैजनालाई, म रूपक सापकोटा। धेरै दिनपछि आज म रमाइलो भिडियो लिएर आएको छु। स्वागत छ मेरो युट्युब च्यानलमा। आउनुहोस् तपाईँ। हाम्रो भाइको नाम अमृत गन्धर्व भाइ आइसक्नु भएको छ हाम्रो सामुमा। अहिले चाहिँ हामी भेलेटार धरान भेलेटारमा छौँ र अमृत गन्धर्व भाइले चाहिँ सारङ्गी बजाउँदै आउनु भयो। एउटा गीत चाहिँ म गाउनको लागि अनुरोध गर्दछु। सो सबैजनालाई कस्तो लाग्छ है भेलेटारबाट? अशोकजी थाहा छ तपाईँलाई? कुन गीत छ अशोकजीको? ल मलाई अशोकजीको गीत भाइले एकदमै मिठो भोकल सुनाउनु पर्यो। रेकर्डिङ भइरहेछ?
आज चाहिँ मैले फर्स्ट टाइम सारङ्गी छोएको छु। हामीलाई देखेपछि आउनुभयो, सो एकदमै मलाई चाहिँ यस्तो भाइहरूलाई आफ्नो कला भएको भाइहरूलाई चाहिँ प्रमोसन गरौँ न भनेर चाहिँ आज मैले यो भिडियो बनाइरहेको छु। र उहाँ भाइ चाहिँ भोजपुरबाट आउनुभएको रहेछ र भोजपुरबाट चाहिँ अहिले धरानको भेलेटारमा आउनुभएको रहेछ। सो यो भिडियो बनाइरहेको छु, अन्यथा नसोच्नु होला र भाइको यो कलालाई मन पराइदिनु होला। अब यो एकछिनपछि म भाइसँग धेरै मिठो कुराकानी गर्नेछु। भाइ कहाँबाट हुँदो रहेछ, कहाँ के गर्नु हुँदो रहेछ, कहाँ बस्नु हुँदैछ अहिले, सम्पूर्ण कुराहरूको जानकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई जो चाहिँ विदेशबाट बसेर हेरिराख्नु भएको छ मेरो युट्युब च्यानल, सबैलाई फेरि पनि नमस्ते भन्न चाहन्छु। र अब भाइसँगको मिठो कुराकानी तपाईँहरूलाई म देखाउन गइरहेको छु। थ्याङ्क यू एभ्रिवान। यो सानो सारङ्गी यो काठको छ, यहाँ चावडा तार छ, यो सानो रेट्ने यसलाई के भन्छ भाइ? धनु। सारङ्गी र धनु मिल्यो भने चाहिँ एकदमै मिठो यसको साउन्ड आउँछ र यसलाई बजाउन जाने भने धेरैको मन पनि जित्न सकिन्छ। र आज यो सारङ्गीबाट भाइले हाम्रो दर्शकहरूको, हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको कतिको मन जित्न सक्नु हुँदो रहेछ। एकछिनपछि तपाईँहरूलाई म मिठो कुराकानी गर्नेछु। थ्याङ्क यू। धेरै दिनपछि एकदमै रमाइलो गरेर तरिकाले आज आएको छु मेरो फ्यामिलीसँग। सधैँ दिन तपाईँहरूलाई घरि किडनी फेल, कसै 80 वर्षको वृद्ध, कसै बाटोमा हिँड्ने असुख दर्जी जस्तो मान्छेलाई साथ दिइरहेको छु। तर आज चाहिँ मैले भिन्न टाइपको भिडियो ल्याइदिन्छु। एकदम रमाइलो लाग्छ तपाईँहरूलाई। जहिले पनि रूपकले दुःखको भिडियो मात्रै हाल्दैन, आज चाहिँ सुखको भिडियो र एकदम रमाइलो भिडियो हाल्दैछु। र आज चाहिँ मसँग सारङ्गी बजाउने हाम्रो गाइने भाइलाई मैले भेटिसकेको छु र आज भाइलाई म इन्ट्रोड्युस गराउँदैछु। भाइको शुभ नाम? अमृत गन्धर्व भाइ चाहिँ मसँग आज हुनुहुन्छ र आज उहाँले 2-4वटा गीत मलाई सुनाउनु हुँदैछ। सबैभन्दा प्रथम त अमृत भाइलाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईँलाई विश्वभरबाट हाम्रो नेपालीहरूले हेरिराख्नु भएको छ र अमृत भाइ चाहिँ भोजपुरबाट आएर चाहिँ धरानमा आफ्नो परिवारलाई आफ्नो जीविका आर्जन गर्नको लागि थोरै पैसा कमाउनु उहाँ गाएर हिँड्नुहुन्छ। उहाँ सम्पूर्ण नेपालीको मन जितेर पैसा कमाउने गर्नुभएको छ। र आज मैले अरुण भाइलाई इन्ट्रोड्युस गर्दैछु। कसले यो भिडियो हेरिराख्नु भएको छ प्लिज सेयर गर्नुहोला, मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। अनि अमृत भाइ तपाईँ सम्पूर्ण नमस्ते भन्नुहोस्। सम्पूर्ण दर्शकहरूलाई नमस्ते। आकाशैमा चिल्हो कि बेसारा, आकाशैमा चिल्हो कि बेसारा, दुई दिन माया लाइदिउ न के छारा, दुई दिन माया लाइदिउ न के छारा, दुई दिन माया लाइदिउ न के छारा। सालाला बच्चा सुनको सिनादी बलुवा बगरमा, सालाला बच्चा सुनको सिनादी बलुवा बगरमा, पाँचौँ दिलसम्म आस्कै लगारौँ पारी त खोला जङ्गलमा, जिन्दगीको भरोसा के छ र, जिन्दगीको भरोसा के छ र, दुई दिन माया लाइदिउ न के छ र। उकाली जाको त्यो एक्लो बर छोइदिने कोही छैन, उकाली जाको त्यो एक्लो बर छोइदिने कोही छैन, मै मरि गए बिरानो देशमा रोइदिने कोही छैन, बनिदेऊ न तिमी नै सहारा, बनिदेऊ न तिमी नै सहारा।
धन्यवाद हाम्रो भाइलाई धेरै मिठो गीत सुनाइसक्नु भएको छ र अब सम्पूर्ण हाम्रो देश विदेश बस्ने नेपालीहरूलाई मन छुने गीत चाहिँ म भाइलाई गाएर सम्पूर्ण जति पनि हाम्रो नेपालबाट वैदेशिक रोजगारको लागि जानुभएको छ सम्पूर्ण मेरो युट्युब च्यानल चाहिँ हेर्ने जति पनि भ्युअर्स हुनुहुन्छ सबैले चाहिँ दुबई कतार मलेसिया अमेरिका क्यानाडाबाट हेरिराख्नु भएको छ र कमेन्ट पनि गर्नु होला तपाईँ कुन देशबाट मेरो भिडियो हेरिराख्नु भएको छ र भाइलाई म अब सम्पूर्ण नेपालीहरूको लागि समेटेर एउटा गीत गाउनको लागि अनुरोध गर्दछु प्लिज भाइ हाम्रो भ्युअर्सको लागि एउटा मिठो गीत मन छुने गीत जसले चाहिँ हाम्रो विदेशमा बसेर हेरिराख्नु पर्छ यो भिडियो नेपालमै छु जस्तो फिल हुनु पर्यो त्यस्तो टाइपको गीत चाहिँ भाइले गाएर मेरो भ्युअर्सहरूलाई सुनाउनको लागि म अनुरोध गर्दछु भाइ एउटा गीत प्लिज यो सम्पूर्ण नेपालीहरूको लागि जो चाहिँ देश विदेश बसेर हेरिराख्नु भएको छ मेरो युट्युब च्यानल उहाँहरूको लागि एकदमै मिठो गीत र तपाईँले यो गीत सुनेपछि आफ्नो घरलाई मिस गर्नुहुन्छ आफ्नो मातृभूमि नेपाललाई मिस गर्नुहुन्छ यो भिडियो हेरेपछि सुन साइले साइले परदेशबाट म आउँदा सुन साइले साइले 40 कटेसी रमाउला सुन साइले साइले दिलोमा तिमी गुरुरु सम्झी कहिले नरुनु सुन साइले साइले परदेशबाट म आउँला सुन साइले साइले 40 कटेसी रमाउला सुन साइले साइले निधर्म नाम्लो परियो भावीको घिउमा परियो सुन साइले साइले निधर्म नाम्लो परियो भावीको घिउमा परियो सुन साइले साइले कुलोमा पनि कललो गाउँघरको तस्बिर चलालो सुन साइले साइले पिँढीमा जातो घर घरको आँसु बररा सुन साइले साइले परदेशबाट म आउँला सुन साइले साइले 40 कटेसी रमाउला 40 कटेसी रमाउला परदेशबाट रमाउला थ्याङ्क यू यता देखाउनु अनिसा धन्यवाद सबैलाई मेरो भिडियो हेरेर जतिले रमाउनु भयो प्लिज कमेन्ट पनि गर्न नभुल्नु होला र 40 कटेपछि चाहिँ विदेश बस्ने मान्छेहरूले रमाउला यो कुरालाई चाहिँ हामी चेन्ज गरौँ है हामी नेपालमै बसेर सकेको दुःख गरौँ आफ्नो मातृभूमिमा त्यो गर्दाखेरि धेरैभन्दा धेरै रमाइलो हुन्छ थ्याङ्क यू एभ्रीवान थ्याङ्क यू प्लिज सब्सक्राइब गर्नुभएको छैन मेरो च्यानल सब्सक्राइब पनि गर्न नभुल्नु होला